दर्ता गर्नु पर्यो भन्ने कुरा आयो। महेन्द्रजीको ठुलो हात छ यो संस्था दर्ता गर्नुमा, किनकि उहाँ र म दुईजना एकदमै ब्याग बोकेर हिँडेका छ जिल्ला प्रशासनमा दर्ता गर्न। आज दोस्रो सवाल सभा हुँदै गर्दा खुसी लाग्छ, किनभने पहिलोचोटि हामी एउटा बसेर लाग्छ सबै साथीहरूले एउटाले पनि नाइ भन्नुहुन्न भएको निर्णयलाई सजिलै काम गर्ने त्यो इन्भाइरोमेन्ट छ। त्यसपछि हामी केही समय पछाडि हामी सुर्खेत कर्णाली प्रदेशको जाजरकोटमा ठुलो भूकम्प आयो। भूकम्प आएपछि हाम्रो साथीहरू बिहान 7 बजे सामाजिक विकास मन्त्रालयमा पुग्नु भएको थियो। पहिलो मन्त्रालयमा पुग्ने टिम हाम्रै थियो, सर्जिकल व्यवसायको, र त्यहाँ हामीले सरकारलाई के सहयोग गर्न सक्छौँ भनिसकेपछि तुरुन्त आपूर्तिले हामीलाई एउटा लिस्ट दिनुभएको थियो र हाम्रो सामान त्यहाँ पुग्यो। त्यसपछि केन्द्रबाट अध्यक्षज्यूले पनि फोन गर्नुभयो र हाम्रो यहाँ उपाध्यक्षज्यूले मलाई फोन गरेर हाम्रो रातारात ट्रक लिएर हाम्रो पुनः सर, हाम्रो उपाध्यक्षज्यू, थुप्रै टिम राति यहाँबाट ट्रक लिएर जानुभएको थियो। यस्तो अवस्था थियो, त्यहाँ बाटो पनि थिएन। उहाँले खानालाई त बिस्कुट बोकेर खाएर आउनुभएको छ। त्यति चाहिँ सामाजिक काममा पनि उहाँहरूको त्यतिकै हाम्रो उत्तरदायी भएका छौँ र गरेका पनि छौँ र सामाजिक काम त हाम्रो छँदैछ। त्यसपछि हामीले धेरैचोटि मन्त्रालयमा पनि ज्ञापन पत्र बुझायौँ, हाम्रा समस्याहरू थुप्रै छन्। त्यसरी हामी चलिरहेका छौँ र गरिरहेका छौँ र उत्कृष्ट शाखाको रूपमा पनि हामीले सम्मान पाएका थियौँ केन्द्रबाट। त्यो भएर चाहिँ हामी सानो एउटा सङ्गठन भएको हुनाले धेरैजना हामीले यहाँ खोजेर पाउने पनि छैनौँ, किनकि हामी जम्मा